नमस्कार नमस्कार सबैजनालाई। सबैजनालाई। हामीले चाहिँ यहाँनिर बेड रेडी गरेका छौँ। अब यसपालिको समर चाहिँ सुरु भइसक्यो, तपाईँहरूलाई थाहै छ है। अनि यो बेडमा चाहिँ विभिन्न खालको सागसब्जीहरू लाउने योजना छ। पोहोरको हाम्रो हरियाली भिडियो बनाएर देखाएको थियौँ बारीको, तपाईँहरूले धेरै मन पराइदिनु भएको थियो। यसपालि पनि हामी बारीहरू बनाएर लगाएर यहाँनिर के हुन्छ, अमेरिकाको ठाउँमा पनि यसरी मान्छेले चाहिँ दुःख गरेको छ भनेर एउटा प्रेरणा पनि मिलोस् भनेर पनि हामीले गरेको। माटोसँग खेल्नु, माटोसँग चाहिँ ऊ हुनु भनेको चाहिँ आफ्नो हेल्थको लागि पनि राम्रो हो भन्ने मलाई लाग्छ होइन। यहाँ चाहिँ हामीले बेडमा मल माटो हालेर रेडी मात्रै गरेको छ। अब के रोप्ने भनेर चाहिँ हामीले अहिलेसम्म डिसाइड गरेको छैन। अझै पनि राम्ररी चिसो चाहिँ गइसकिगएको छैन, त्यही भएर हामीले रेडी मात्रै गरेको छ। पछि के रोपिन्छ कस्तो हुन्छ भनेर हामी पछि देखाउनेछौँ तपाईँहरूलाई। हामीले भर्खरै यता उँधोपट्टि चाहिँ यहाँ जाली थिएन, यो जाली लगायौँ। यहाँनिर त्यो एउटा सानो मुसोभन्दा अलिक ठुलो न्याउरी मुसो न के भन्छ सायद त्यसलाई। यो चाहिँ हामीले अस्ति विन्टरमै छरेर छोडेको धनियाँ हो। यस्तो ल भएर आइरहेछ। यो चाहिँ अब यो पाक्छ अनि यसलाई बिउ बनाएर अनि फेरि अर्को छोडेर छरिदिनुपर्छ। यहाँ चाहिँ हामीले तोरी छरेको छ अनि यसमा चाहिँ बेथु चाहिँ पहिल्यै छरेको अलरेडी, अब यहाँ उम्रिन्छ एक छाक खानालाई। अनि पालुङ्गो पनि छरेको छ। यो धनियाँ राम्रो आएको छ धनियाँ एकदम। यहाँ चाहिँ हामीले यो भर्खर लगाएको यो जाली, यहाँ यो चाहिँ अर्को घरको हो। अनि यसले चाहिँ यो तल्लो घरको हो, यो तल्लो घरको। अनि यहाँ चाहिँ पुरै न्याउरी मुसो खरा आयो पनि पस्ने गऱ्यो यतापट्टिबाट हामीले यो जाली थप्यौँ। अनि उतापट्टिको साइडमा पनि अब हामी आइरन जाली लाउन रेडी गर्दैछौँ। यहाँ पनि छ नि त। अनि यहाँ पनि बाहिरबाट यो चाहिँ अब प्लास्टिकको भइसके पछाडि चाहिँ त्यो न्याउरीले तपाईँको काटिदिँदो रहेछ। अनि त्यो भएको हुनाले अब यो माथि नै सम्म छ बारी तपाईँको हो। अहिले अस्त व्यस्त छ। अब यसलाई अनि हामी यो सबै झ्यालझुलहरू चाहिँ सबै पन्छाउँदैछौँ हामी। कति चाहिँ अस्ति यहाँनिर पन्छाएर यहाँ कुटेर मैले डुट्टो पारेर त्यो भाँटाले कुटेर यो बेडभित्र हाल्यौँ। अनि माथिबाट मल हाल्यौँ, माटो हाल्यौँ। यो बेड चाहिँ एकदमै रेडी भएको छ होइन। अनि त्यस्तै गरेर यहाँ माथि चाहिँ अब हामीले यहाँनिर सिस्नो पनि छ है। त्यहाँ आरुको बोट पनि छ। यसपालि चाहिँ फल्छ कि भन्ने आश गरेको, फुल लागे जस्तो देखिन्छ। तर अब सिस्नो चाहिँ हेर्नु न कति मजाले आएको छ। अनि यो चाहिँ पदिना हो। यसलाई चाहिँ दुङदुङे भन्छौँ हामी। अब यसमा धेरैवटा रस। दुङदुङे त यो होला होइन? यो हो यो हो नि दुङदुङे त। यो चाहिँ मलाई मोरिङ्गा जस्तो लागेको छ नि। यहीँबाट आउँछ कि यसपालि फेरि होइन, सजिन हो। सजिन अब यो हुन त हो नि। पोहोर हामीले सजिन रोपेको, अब यसलाई यहीँदेखि आउँछ होला हौ यसपालि। मोरिङ्गा पनि भन्छ इङ्ग्लिसमा। यो चाहिँ अब यसरी पुरै सुकेर सन्टी भएको छ होइन। अब यो के हुने हो, आउने हो कि नआउने हो यो थाहा छैन होइन। यहाँनिर हाम्रो छिमेकीले पनि यसरी मजाले बेड बनाएर उहाँहरूले लाउनुहुन्छ। उहाँहरूबाट पनि हामी धेरै कुराहरू सिक्न सक्छौँ। राम्रो बनाउनुहुन्छ उहाँहरूले यस्तो मजाले होइन। अनि यो तल्लो घरको पनि अब यहाँनिर आएर बसेर गरिराख्नुहुन्छ। उहाँहरू दुःख गरिराख्नु भएको हुन्छ, दिनै पछि केही न केही गरिराख्नु भएको हुन्छ। घर पनि उहाँहरूको एकदम मलाई जहिले हेरेर आनन्द लाग्छ। वरिपरि हाम्रो छिमेकी यस्तो हुनुहुन्छ, सबै नाइस इन्भाइरोमेन्ट छ हाम्रो है। अनि यहाँ चाहिँ अर्पिता चाहिँ टिप्दैछन् यहाँ पदिना अचार खाने योजना गरी। आज ल ठिक छ, आज बेस्ट डे हुने भयो। मलाई साह्रै मनपर्छ यसको अचार। दुङदुङे पनि टन्नै आएछ। आफूलाई चाहिँ आउने अलिअलि चिसो हुँदै पनि सागसब्जी फलफुलमा अलिक धेरै रुचि राख्ने मान्छे भएकोले होला, यस्तो कुरा देख्ने बित्तिकै आफूलाई मनै फुरुङ हुन्छ, एकदमै रमाइलो लाग्छ होइन। यो चाहिँ आरुको बोट मरेछ कि मर्छ कि के हो? होइन, कहाँ मर्छ। यो त पात झरेर यसो मरे जस्तो देखिएको नि, आइहाल्छ नि सरक्कै। अब यो अर्कै खालको आरु हो नि त। यो यहाँ पनि छ आरु, यो अर्कै खालको आरु हो। यसरी आउँदैछ। र तपाईँहरू कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ, कुन कुन सिटीबाट हेर्दै हुनुहुन्छ, तपाईँको सिटीमा के लगाउँदै हुनुहुन्छ, सबै कमेन्ट गर्नु होला। र हामीसँग जोडिनु भएको छैन भने जोडिनु होला, सब्सक्राइबहरू गर्नु होला, के गर्न मिल्छ त्यही गर्नु होला होइन। र यो भिडियो चाहिँ सबै सामु पुर्याइदिनु। यसपालि चाहिँ एक दुई दिन समर फर्के जस्तो भयो र फेरि चिसो आयो। त्यही कारणले गर्दाखेरि हामीले चाहिँ काम चाहिँ गरिराख्न पाएकै छैनौँ। हामीले अझै यहाँ उतापट्टि पनि बिट लायौँ। अब अझै फुलहरू ल्याएर रोप्नै छ, तर चिसो खोइ जाला जस्तै छैन।
यस्तै छ अहिले। आज त तर निकै तातो फर्केको हो। अस्ति तातो पनि एक दुई होइन दिन नि। चिसो भयो, अब फेरि ब्याक नर्मल नै छ, मतलब वेदरहरू त्यस्तो नराम्रो पनि नहोला। अब यसपालिको चिसो अनुसारले गर्मी पनि खत्रै आउँछ जस्तो छ।